पठाइदियो, युवाहरूलाई बाहिर पठाइदियो, युवाहरूलाई विदेश पठाइदिने, देशलाई भ्रष्टाचारमा डुबाइदिने र देशको गद्दार हामी हुने। 4-5 जिल्लामा सबै बजेट थुपार्ने र बोल्न पनि नपाउने एउटा राष्ट्रपाललाई दुख दिइराख्ने, किनकि सानो दल छ, एउटा स्वतन्त्र सांसद छ, त्यो बोल्न नदिने, त्यसलाई रुलिङ दिने र सरकारको बजेट आफू जम्मै कुम्लाउने, त्यसले ताली बजाउने। यो अन्याय हामी सहँदैन। हामी नयाँ सांसद होइन, हामी त गुच्चा खेल्न आएको हो। सबै जाति स्वर्णको एम जन्मे होइन, राजा त्यसको पनि लागि लडेर आएको हो। कसैले हामीले टीका लगाएर आइदिएको होइन। गाडीले भएन लिडबाट भनेको जब तपाईले बोल्नु तपाईँ किन त्यो अभिव्यक्ति राष्ट्रवादी अभिव्यक्ति हो, यो देशकै अभिव्यक्ति हो। सामान्य सभा महोदय, उहाँलाई यसभन्दा अगाडि बढ्न दिन हुँदैन। यसलाई रेकर्डबाट हटाउने मैले निर्देशन गर्दछु। पार्टीको दलीय हिसाबले जति निर्देशन दिन्छ त्यो निर्देशन हामी मान्न तयार छैन। सबै जिल्लामा बजेट किन गएन? त्यो निर्देशन दिन आउँदैन सभामुखलाई। एमाले जे भने त्यही निर्देशन छ भने सभामुख संसदको एमालेको होइन। बजेट पनि नजाने, बोल्न पनि नपाउने, हामी पनि जनताबाट आएको हो। तपाईँको दायामाले आएको होइन, तपाईँ जसले आएछ तपाईँ त्यही प्रक्रियाबाट म पनि आएको हो। सभामुखजी स्वतन्त्र सांसद दलले पनि मलाई रुलिङ मात्र गर्ने होइन, सबैलाई रुलिङ गर्नुपर्छ। सबै संसद बराबर हो, यहाँ कोही ठुलो होइन, कोही सानो होइन। माननीय सदस्य, तपाईँ निर्धारित विषयमा बोल्नुहुन्न भने तपाईँ दाइ छाडेर तल जानुहोस्। निर्धारित विषय नबोले यहाँ निर्धारित विषयमा बोल्नुपर्छ, नियम तपाईँ तल जान सक्नुहुन्छ। ठिक छ, तपाईँले मलाई बोल्न दिनु, म यही रहन्छु। 7 मिनटमा टाइम चाहिँ म यही रहन्छु। त्यसै कारणले जनताको कुरा, जनताको आवाज यहाँ बोल्छु, त्यति क्लियर हो। देश जसले 30 वर्षदेखि शासन गर्यो, देश कंगाल उसले बनाएको छ। देश भ्रष्टाचारको दलदलमा उसले फसाएको छ। अमरेश सिंहले मन्त्री बनेर भ्रष्टाचारको दलदलमा फसाएको छैन। संविधान नसिकाउने संविधान बनाउने मान्छे मध्ये पर्छ, संविधान पढ्ने मान्छे पनि हो। हामीलाई संविधान नसिकायो हुन्छ। यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौँ, बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ अर्को देशलाई। बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने? देशलाई काहीँ कतै अर्को देशमा, अमेरिका लगायत देशमा गाभिदिउँ भनेर संसदको रोस्टमबाट यस्तो आपत्ति जनाएको छ। यो त देश, यो बजेट। त्यसपछि माननीय सदस्य प्रभु शाहको नाम रहेको कुरा म राख्न चाहन्छु। सम्मानित सभामुख महोदय, यो बजेट विनियोजनको बारेमा छलफल गर्दाखेरि एउटा हिन्दीमा कहावत छ, कहाँबाट सुरु गरौँ कहाँ खत्म। भर्खर एउटा सत्तापक्षको सांसद नाउँ नभनौँ, तर उहाँ सुनिराख्नु भएको छ, भन्नुभएको थियो कि बजेटको बारेमा तपाईँ किन जहिले पनि बोल्नुहुन्छ? बजेट बनाउँदाखेरि प्रधानमन्त्री खुसी छ कि छैन? प्रधानमन्त्री खुसी हुनुहुन्छ कि उहाँको क्षेत्रमा बजेट गएको छ? बजेट बनाउँदाखेरि सम्बन्धित मन्त्रीहरू खुसी छ कि छैन? खुसी छन्, किन आफ्नो क्षेत्रमा हालेको छ। बजेट बनाउँदाखेरि जसले मन्त्रीलाई नियुक्ति गर्ने नेता खुसी छ कि छैन? सत्तापक्षको जुन अर्को ठुलो घटकको सभापति खुसी छ कि छैन? उहाँको जिल्लामा बजेट गएको छ। बाँकी सांसद किन तपाईँहरू बोल्नुहुन्छ? तपाईँहरू त यति पनि ध्यान, तपाईँ 4 चोटिको सांसद हो। वास्तवमा मलाई ठिक लाग्यो उहाँले, मानिजीले जुन भन्नुभयो, तर यसको बावजुद पनि जनताले पनि मलाई भोट दिएछ। अनि एउटा कुरा म भन्न चाहन्छु कि नेपाल सरकारलाई म आग्रह गर्न चाहन्छु, यो 4-5 जिल्ला जुन भाग्यमानी जिल्लाहरू छन् त्यसलाई नेपालमा राखौँ, बाँकी 77 जिल्लाको 72 जिल्लालाई लिजमा दिउँ अर्को देशलाई। अमेरिकालाई दिउँ, चाइनालाई दिउँ, भारतलाई दिउँ। अब त्यसै कारण जब बजेटै जाँदैन भने त्यो जिल्ला नेपालमा किन राख्ने?